hello and welcome back to the vlog. So I'm just come here in my place, Jaipur. So I'm going to make a day vlog, and so I am going to explore my place, and I'm going to upload my daily vlog from today. So let's go start. Let's go back. So यो चाहिँ मेरो रुम रहेको छ हैन म चाहिँ अब केही दिन चाहिँ यही बस्ने छु एन्ड यहाँको डेकोरेसन चाहिँ मेरो बहिनीले चाहिँ लास्ट लाइन गरेको छ हैन पछाडि के गरेर यहाँ यो चाहिँ मेरो सुत्ने बेड एन्ड यहाँ चाहिँ पुरै भगवानको फोटोहरु छ हैन लाइक यो चाहिँ मेरो सामानहरु रह्यो हैन मैले ल्याएको वाला एन्ड यहाँ चाहिँ एउटा मिरर पनि छ and also के राखेको रहेछ हैन like just wow and same and बाहिर देखाम है बाहिर चाहिँ के रहेको छ बाहिर चाहिँ यो अगाडिबाट पुरै पहाड देखिन्छ एन्ड यो चाहिँ हाम्रो गल्ली पुरै पिच गरेको केही दिन अगाडि चाहिँ पिच भएको रहेछ हैन सो यहाँ चाहिँ के गमला समला राखेको रहेछ हो नाइस एन्ड बाटो चाहिँ पुरै पिच गरेको रहेछ हैन एन्ड यो चाहिँ अदालत रहेको छ हैन अदालत चाहिँ अगाडि नै एन्ड यो चाहिँ हाम्रो नयाँ घर भयो नयाँ घर चाहिँ यस्तो रहेको छ यो चाहिँ हाम्रो पुरानो घर एन्ड यो चाहिँ पुरानो घर एन्ड अगाडि चाहिँ हाम्रो खेतहरु रहेको छ यो अगाडि चाहिँ पुरै पहाड एन्ड यहाँ तल चाहिँ सेती नदी रहेको छ हैन जस्ट यो घरको पछाडि चाहिँ सेती नदी रहेको छ एन्ड यो चाहिँ पार्टी अफिस भयो एन्ड यहाँ पनि हाम्रो खेतहरु रहेको छ एन्ड चाहिँ मेरो बेड भइसक्यो हैन फ्यान स्यान सब छ सबु छ के गरेको रहेछ यार के बनाएको रहेछ फुलफुल रोपेको रहेछ हैन एन्ड उता चाहिँ एउटा रिसोर्ट रहेको रहेछ रिसोर्टमा पनि जान्छौँ घुम्ने छु एन्ड लुक एट दी वेदर यार हाउ क्लीन इट दिस लाइक लास्ट क्लिन छ कि अहिले पुरै ब्लू हाउ सो ब्युटिफुल प्लस स्टार्ट फ्रम हियर एन्ड यो चाहिँ हिजो म आएको पुल हैन झुलुङ्गे पुल एन्ड हाम्रो चाहिँ साथी साथी वेटिङमा छ पुरै लास्ट वेट गर्छ कि फेरि म चाहिँ टाइमिङमै हो कि आउने हो कि होइन कतिमा आयो भन्दा के छ हालको गुड के छ यो चाहिँ नन्दु होइन हामीले 8 देखि चाहिँ सँगै पढेको हो कि सत्यवादीमा चाहिँ अनि यो चाहिँ नन्दुको रह्यो होइन कहाँ हिजो कहाँ बसिरहेको थियो कहाँ हो बस्ने यतै हो बस्ने रोडबाट अरू के भइरहेको अनि के चलिरहेको छ दुनियाँमा हिजो आएको यतैबाट हो म झुलुङ्गे पुल यसमा टोटल 1 2 3 चैपुर वरिपरि चाहिँ 3 झुलुङ्गे पुल छ होइन एउटा पक्की पुल छन् एन्ड यो चाहिँ बाउली खोला अगाडिको पुल चाहिँ त्यहाँ थियो होइन अनि चाहिँ सेती नदी यो चाहिँ हाम्रो फेभरेट रिभर होइन यहाँ चाहिँ हामी भाउ खेल्दै गर्थ्यो होइन आएर कस्तो मजा लाग्थ्यो कि भाइहरूसँग आउँथेँ अनि साथीहरूसँग आउँथेँ हाम्रो यहाँको चाहिँ फेभरेट स्पोर्ट चाहिँ यहाँ छ होइन अब घाम पुरा घाम पनि जान लाग्यो एन्ड यो चाहिँ कति सानो खोला देखिन्छ होइन अहिले लाइक यो खोलाले यस्तै पुल बगाएको थियो कि पुल चाहिँ त्यहाँ थियो होइन त्यहाँ थियो योभन्दा ठुलो पुल चाहिँ यो खोलाले बगाएको थियो कि बर्खाको बेला माछा आउने पुरै माछा लगेको खान होइन यो चाहिँ यहाँ पारिपट्टि पुरै चैपुरको दृश्य होइन कति रमाइलो देखिन्छ सब लुइस वेदर सधैँ यस्तै हो यहाँ बाउली खोलाको पक्की पुल गाडी हिँड्ने पुल चाहिँ यो अनि माथि पुरै डाँडा फेरि एन्ड यो चाहिँ सानो खोलादेखि नै सानो हो फेरि बर्खामा चाहिँ लास आउँछ तर पानी चाहिँ कति सेतो होइन
त्यो धमिलो होइन नि गङ्गाको धमिलो हो फेरि एन्ड यहाँको बस पार्क चाहिँ यो पुरै यो चाहिँ पुरै बस पार्क हेर चाहिँ त्यो चाहिँ चैनपुर सब माथि चाहिँ हाम्रो पुरानो गाउँ यता 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 जान्थ्यो यार पुरै यहाँ सो हामी चाहिँ यहाँ किन आउँछौँ भनेपछि होइन अगाडि पुरै यहाँ चाहिँ कुलाको पानी हुन्थ्यो खेतको लागि त्यो लग्नलाई चाहिँ हामी यहाँसम्म पुग्थ्यौँ यहाँसम्म होइन त्यहाँसम्म पनि पुग्थ्यौँ होइन अनि अगाडि चाहिँ हाम्रो खोला त्यो खोलाको पानी नै हो तर चाहिँ हामी यो पानी ल्याउनलाई त्यहाँ पनि म 1-2 चोटि पुगेको थिएँ होला सायद त्यहाँ चाहिँ उता त्यहाँबाट ल्याउँछ नि त्यो खोलाबाट नै त्यहाँ नै कि यो हाम्रो नहरको पानी आउँछ नि त्यहाँ कि म पनि गएको छु यो पछाडिको चाहिँ यो पहाड कसरी काटेको भनेपछि पुरै भ्याक्कु लगाएर त्यो घनसन ठोकेर के गरेर कता हाल्थ्यो यार लास्ट फर्स्टमा त्यहाँ तलैसम्म पहाड थियो कि हो कि होइन ओहो यहाँ माथि लास्ट हुन सक्छ यार आनन्द एकचोटि ठ्याक्क हामी आउँदाखेरि खसाएको थियो नि अगाडि यतै त हो अनि ऊ त्यहाँ अनि स्विमिङ खेल्ने ठाउँ चाहिँ यहाँ हो बचपनदेखि 1-2 क्लासमा पढ्दाखेरि 1-2 क्लासमा पढ्दाखेरि यता जान्थ्यौँ हामी स्विमिङ खेल्ने यता जान्थ्यौँ होइन अनि त्यहाँबाट तल यहाँ पनि जान्थ्यो यो पडमा यो खोला चाहिँ अहिले चाहिँ सानो छ तर बर्खा चाहिँ लास्ट लाउने गर्थ्यो होइन यहाँ चाहिँ पुरै पहाडै पहाड अनि पहाडको बिचमा चाहिँ यो चाहिँ चैनपुर सदरमुकाम बझाङको यो चाहिँ यो पनि युट्युबर हो अलिअलि त भ्युज आउँछ 1-2 हजार त भ्युज आउने रहेछ यसको पनि के गर्ने धेरै नआए पनि 1-2 हजार पनि धेरै हो कि होइन 1-2 हजार पनि धेरै हो कि भ्युज आउनु त्यो पनि सर्टमा त्यस्तो सर्टमा त मेरो हर भिडियोमा होला 1000 भ्यू 1000भन्दा माथि नै होला धेरै जस्तो भिडियोमा लङ भिडियोमा पनि पुग्छ ओ बस पार्क चाहिँ लास्ट दाई बनाउँदै रहेछ नि यार एक वर्ष अगाडि पनि यस्तै थियो होइन यही हाल्दै थिएँ अहिलेसम्म यही हाल्दैछ नि यार दाइले यार छिटो बनाउनु पर्यो यार एउटा चेन्ज भएको छ तिनी दाइ त हो बनाउने ठेक्का तिनी दाइले के चेन्ज भयो पहिला चाहिँ यो रोड चाहिँ दाइ बनाएको यार यस्तो सिधा जाने रोड अनि त्यहाँ चाहिँ बस ऊ हो सायद बस राख्ने चाहिँ त्यहाँ बनाउने हुन्छ हो यहाँ तलैसम्म बस पार्क तर बस पार्क चाहिँ लास्ट ठुलो हुने भयो फेरि यहाँ रिङ रोड भयो भने सही हुन्थ्यो कि यहाँबाट पुरा बस जान्थ्यो वरिपरि पुरा बस जान्थ्यो कि त्यही त ठुलै होला यार महेन्द्रनगरको के छ र सानै छ महेन्द्रनगर धनगढीको पनि सानै छ यहाँ त लास्ट ठुलो बन्ने भयो तर बस त्यति हुने होइन उस्तै खाली रहने हो यहाँ त्यस्तै हो कि नेपालमा के हुन्छ भनेपछि बनाउन चाहिँ ठुलो इन्फ्रास्ट्रक्चर बनाउँछन् तर राख्नलाई चाहिँ केही हुँदैन कि हाम्रो अगाडिको अदालत भयो अदालत चाहिँ एक तला पुरा खाली छ कि त्यहाँ यहाँ पनि त्यस्तै ऊ लास्टदेखि बनाउँदै रहेछन् फेरि यहाँ चाहिँ कसको मूर्ति रहेछ फेरि त्यही जयविठी बहादुर सिंहको होला चाहिँ कसको मूर्ति रहेछ होइन लाइक मानवतावती राजा जयविठी बहादुर सिंहको हाम्रो स्कुल चाहिँ यिनले बनाएको थियो सत्यवादी स्कुल एन्ड यहाँ चाहिँ हाम्रो जिल्ला प्रशासन रहेको रहेछ होइन रहेको छ यहाँ चाहिँ हामी आफसाफ चोर्नुलाई आउँथ्यो आफसाफ चोर्नुलाई आउँथ्यो हामीहरू यता अब यहाँबाट चाहिँ हाम्रो चैनपुर बजार चाहिँ स्टार्ट भयो होइन यो चाहिँ पुरै बाटो रहेको थियो यो बाटो चाहिँ कस्तो बनाएको हो कि यार होइन सिधै यो पुरै उरालो पुरै लास्ट विजय यहीँ होला नि होइन
के छ भने के छ ठिक छ नि कहिले यो कहिले आयो म हिजो पुगेँ सँगै आयो त्यो होइन अनि उहाँ गाडीमा आज पुगेँ होइन हिजो बेलुका पुगेँ ठिकै एन्ड दिस इज माई होम अहिले चाहिँ रात परिसक्यो होइन राति आएँ म सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ दिस ब्लग आजको ब्लग यति नै बाई